हेर्नुहोस् साथीहरू यस्तो मजाले पानी परेको छ हो। रोडमा हेर्नुहोस् न कत्रो ठुलो पानी बगेको। आमामामामा के भन्नु नि साथीहरू, हेर्नुहोस् त यस्तो नेचुरल देखेको छ। आमामामा मस्तै कि साथीहरू है। साथीहरू देख्न सक्नुहुन्छ हजुरहरू, मेरो ब्लगमा देख्न सक्नुहुन्छ यस्तो यस्तो नेचुरल प्राकृतिक चिज ल्याउने गर्छु म हजुरहरूको माझमा है त साथीहरू। हेर्नुहोस् यस्तो मजाको ल हेर्नुहोस् त साथीहरू, ल हेर्नुहोस् है, हेर्नुहोस् यस्तो मजाले पानी परेको छ। साथीहरू बर्खा लागिसकेको छ। सो हजुरहरूकोतिर पनि पानी परेको छ कि परेको छैन, कतिको गर्मी छ कमेन्टमा बताउनु होला साथीहरू। हेर्नुहोस् मैले हजुरहरूको समक्षमा मैले यो भिडियो बनाइरहेको छु। हेर्नु होला साथीहरू, हेर्दा पनि आनन्द लाग्ने यस्तो चिसो गर्मीको मौसममा यस्तो पानी परेपछि आनन्द अलग्गै फिल हुन्छ साथीहरू। साथीहरूलाई हेर्न सक्नुहुन्छ, त्यहाँ हजुरहरूको हेर्न सक्नुहुन्छ है त, रोडमा यस्तो मजाले पानी गएको छ है त साथीहरू। सो हेर्नुहोस् साथीहरू, यो नेचुरल हजुरहरूलाई कसो लाग्यो प्रतिक्रिया दिनु होला। सो बताउनु होला साथीहरू। आजलाई यो भ्लगमा हामी खत्म गर्छौँ साथीहरू। टाइम नकमाते हुए मैं ये ब्लॉग में भी ख़त्म करना चाह रहा हूँ। मिलेंगे गैस नेक्स्ट ब्लॉग में। ओके बाय बाय, सी यू शाम हो रहा है यो गैस। हेर्नुहोस् गैस, पानी चाहिँ मस्तै परेको छ कि गैस, पानी मस्तै परेको छ। हजुरहरूले सोच्नु होला पानी परेको छैन गैस, पानी मस्तै परेको छ है त साथीहरू, पानी मस्तै परेको छ। हेलो गाइस, हेलो गाइस, हेलो गाइस, हेर्नुहोस् त साथीहरू, यहाँ समुद्र पनि यस्तो मजाले देखिन्छ है साथीहरूले। हेर्नुहोस् यस्तो समुद्र, घर नजिकबाट यस्तो समुद्र देख्न पाउँदै